हेलो गाइस, आज हामी चाहिँ यहाँनिर करेन्ट चाउचाउको मुकबाङ गर्दैछौँ। हामी तीनजना 6वटा चाउचाउ छ, 2-2वटा परेको छ। यो सब खाइसक्नु पर्ने छ। त्यहाँमाथि पानी अनि को फर्स्ट हुने विनर हुनेछ, को चाहिँ हार्नेछ त्यसले चाहिँ पनिसमेन्ट पाउनेछ। हेर्दै गर्नु होला। हामी मुकबाङ यहाँ सुरु गर्नेछौँ। अब रेडी गर्नु, सुरु गरौँ। 3 2 1 गो। पिरो बिस्तारै खा न। पानी पनि सकाउनु पर्ने। हुँदैन, झेली भयो त। पानी पानी लास्टसम्म लास्ट सबै पानी सबै ट्याक्टु किरण दादा सक्नु आँटिसकेको छ। किरण दादा सक्नु दादाले सक्नु सक्नुहुन्छ। अब फर्स्ट हुने मौकामा हुनुहुन्छ। फाइनली गाइस मैले जितिसकेको छु। साह्रो पर्यो। ल गाइस मेसेज दादा पनि सक्नु भएछ। ल हार्नेले नाच्ने छ है। पिरो हो नि, पिरो बचेको चाहिँ म खान्छ है। ल ल ल ल टुक्कै सकाएन। पनिसमेन्ट नाच्ने छ गाइस। ल हेर्नुहोस् गाइस, छामाले चाहिँ करेन्ट चाउचाउ मुकबाङ च्यालेन्जमा चाहिँ हार्नु भएर चाहिँ यहाँ पनिसमेन्ट चाहिँ नाच्नु पर्ने पनिसमेन्ट पाइसक्नु भएको छ। ल हारेर मुकबाङ च्यालेन्जमा हारेपछि नाच्नु पर्यो। नाच्नु परिगयो नि। मुकबाङ च्यालेन्जमा हारेपछि यसरी नाच्नु पर्ने अवस्था सिर्जना भएको छ। हेर्नुहोस् गाइस, हेर्नुहोस् कट भएर हो मुकबाङ च्यालेन्जमा हारेपछि नाच्नु परिया छ। हेर्नुहोस् गाइस, मुकबाङ च्यालेन्जमा हारेपछि नतिजा हेर्नुहोस् गाइस। हेर्नुहोस् पानी बजाइले बोलु। हेर्नुहोस् मुकबाङ च्यालेन्जमा हारेपछि यस्तो आज होलीको दिन गाइस। ल बस्नु, अन्तिममा इन्डिङ गर्नु तपाईँले। ल हेर्नुहोस् गाइस, 6वटा करेन्ट चाउचाउले एकदम गाह्रो भयो। मेरो त एकदम भुँडी पोलिरहेछ। पाएछ होला। अब त्यसको लागि तपाईँले पानी खानुपर्छ। गाह्रो भयो। अब भरे भुँडी पोलेर फेरि टोइलेट कुदै गर्नु पर्यो भने त गाह्रो भयो त गाइस। ल बाई बाई।